वेलकम ब्याक टु न्यू भ्लग साथीहरू। मेरो भ्लगमा चाहिँ यहाँलाई सम्पूर्णलाई स्वागत छ हैन। अनि आज चाहिँ हामी चाहिँ हाम्रो घरभन्दा चाहिँ धेरै बाहिरतिर आइसकेका छौँ हैन। अनि सो 4-5 जना साथीहरू पनि छन् यतातिर। अनि हामी चाहिँ युट्युबको लागि चाहिँ सानो कन्टेन्टहरू बनाउनलाई चाहिँ यहाँ आएको हैन। सो त्यही हो, देख्न सक्नुहुन्छ यो चाहिँ बबाल छ क्या यतातिर। अनि यहाँ चाहिँ हामी चाहिँ पुरा बनाउन लाग्छ नि, यस्तो बबाल सिनहरू पनि देखेँ मैले। त्यही भएर चाहिँ हामी चाहिँ यहीँ आएको बनाउनलाई। सो आउनुहोस् आजको कन्टेन्ट चाहिँ कस्तो हुन्छ सो हामी हेरौँ अनि सबैजनाले इन्जोय गरौँ। ओ किरण दाइ, दाइ के छ खबर? ठिकै छ भाइ। भाइ आजको दिन कसरी बिताउने होला? अरे आज किरण गौबारतिर आछन् रे, ती गौबारतिर रमाइलो गरौँ न त। त्यसो भए जानुहुन्छ भाइ? ल जाम है। ल भाइ जानु त, यसो गौबारतिर रमाइलो गरौँ न त। दाइ रमाइलो गर्ने दुई जना किरण आएर बसेका छन्। हामी गएर थपिम न दाइ। ल जानु त भाइ, यसो रमाइलो। ल रे जाम। के छ के? एकदम गजब भन्यो यार। तिम्रो के छ केटा? हाम्रो पनि ठिकठाकै छ भनौँ। अनि के तर त के हो, गिटार सिटार बजाइराखौ त। यार यसो रमाइलो गरौँ भने दिन कसरी काट्ने होइन। त्यही हो रमाइलो। सो अब यस्तै हो बिदाको दिन होइन, केटा रमाइलो गर्ने त्यही हो। हाम्रो त गीत गाइरहेको ल एउटा गीत सुनौँ न त। त्यसो भए सुन्छौ त केटा? ल सबैले काम गर्छ केटा। पाती फर्केर मनका मनमा के छ सु मन मिल्ने मायालाई मनका केटा के गिराउँछ क्या तिमीले यस्तो भने यार? अघि यार गिटार बजाइ डमाएको स्वर भइसक्यो भएन नि के यस्तो यो। ल ल तिम्रो आफै गाउनु त। अब गीत गाउँ न त है। गिटार पनि लिएँ त। ल ल ल ल ल गिटार ल गायक देखा त कस्तो गाउने हुन्छ ल दाइ। ल भाइ केटा भाइ राम्रोसँग बजाउनु पर्छ इन्जिनियर वाला हामीले के ल है। ए घोडा बारे साइली खराउने दिग्यो के सो गाइज हाम्रो कन्टेन्टहरू त हेरिसक्नुभयो होइन। आज चाहिँ एउटा मात्र बनायो हामीले चाहिँ होइन। सो कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ होइन आजको कन्टेन्टहरू चाहिँ होइन। सबले चाहिँ प्रतिक्रिया दिनु होला अनि कमेन्टहरू लाइक कमेन्ट सेयर चाहिँ गर्नु होला। यस्तै भिडियो हेर्नको लागि चाहिँ हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला होइन। सो अब नयाँ च्यानल छ हाम्रो चाहिँ। अब यो च्यानलहरूमा चाहिँ यस्तै भिडियोहरू चाहिँ हेर्न चाहनुहुन्छ भने चाहिँ हामीलाई चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुलिनु होला। सबैलाई धन्यवाद।